साथीहरु म चाहिँ बजार गएर आइसकेको छु। मैले चाहिँ किमा लिएर आएको छु साथीहरु। अनि आज चाहिँ मोमो खाने बनेर अब चाहिँ हामी मोमो बनाउन थाल्यौं है साथीहरु। भाइले र मैले मोमो बनाउन थाल्यौं। अनि आज चाहिँ मोमो खाने हो साथीहरु। साथीहरु मोमो बनाउन चाहिँ भाइले है यहाँ मोल्न लाग्छ मोमोको सामानहरु। पिठो पनि मुछेर राखिसकेको छु मैदाको चाहिँ। अनि यहाँ चाहिँ सामान सबै रेडी गर्दै छु साथीहरु। गुल्टी मसला अनि अजिनामोटो थोरै अनि त्यसपछि मर मसला प्याज लसुन चुपेर ल छिटो मल्के बसेर मल्के केही हुन्न। नानीहरुले चाहिँ त्यहाँ बसेर खाना खाँदै छन्, दुध र भात खाँदै छन्। बाउजू नानीहरुले चाहिँ तेल हैन बोसो होला के कति म के रे किमा साथीहरु। कस्तो भयो र भाइले लाज लाओ रे भिडियो बनाउँदाखेरि नबनाउनुस् दिदी भन्ने छ। त्यस्तो हैन गाइसहरु भन्नु भएको छ गाइस। त उता फाल्न प्लास्टिक अलि त के त खुट्टा देखियो के तेरो ले त देखाएर राख्ला भन्नु त। ले रामजली उता देखाएर राख्ने हैन त अहिले त नदेखाइकन राख्यो यार। प्याज धनिया राखिसक्यौं साथीहरु। हामीले चाहिँ लसुन खोइ त अन्जल लसुन खोइ तिनको हातमा यो चाहिँ गोल्डी मसला राख्दै छ साथीहरु। भाइले गोल्डी मसला राखेपछि साथीहरु एकदमै राम्रो टेस्ट आउँछ है। हजुर मोमो मसला पनि राख्छन् साथीहरु। तर मोमो मसला भन्दा गोल्डी मसला राखेको राम्रो लाग्छ है मलाई चाहिँ। हजुरहरुलाई कस्तो लाग्छ? यो चाहिँ लसुन यो चाहिँ लसुन हो साथीहरु। अजिनामोटो खार्ला जुका फाल्ला अजिनामोटो तेल लिएर अन्जली नुन राख मसलाको रु लाउ के लाग्छ के थाहा पखान न अन्जलीले खान्छ रुख है रुख सबै राखिस् खोइ तेल राखेको हल्का मोलम तेल राखेर मलाई एकचोटि काँचो तेल हस्का के खर्रारले राख्छ त्यो भन दादरी थिलो गरिदिन्छ कि के माने चिकन लाग्दो गु जस्तो अलि हल्का गिर्खा हुन्छ र पो हुन्छ र पुरै पिठो चाहिँ बन्दिन मिसिनमा हो यो त। साथीहरु हाम्रो चाहिँ रेडी हुँदैछ रेडी भयो अरे साथीहरु। किमा चाहिँ तेल लाउन थालेको के भाँडामा पहिला तेल लाएपछि मोमो चप्किन्न के मोमोको सेप बनाउनको लागि अब पिठो बेल्दै छु साथीहरु। हुन त साथीहरु अलि धेरै ठुलै यदि ठुलो पिर्का हुन्छ भने त साथीहरु ठुलो बनाउँदा नै छिटो हुन्छ तर के गर्ने हाम्रोमा चाहिँ ठुलो पिर्का छैन त्यही भएर एक-एकवटा बनाउँछु म चाहिँ। ठुलो पिर्का हुने हो भने त साथीहरु अलि ठुलो बनाएर त्यसपछि गिलासले काटेर बनाउँदा नि हुन्छ तर ठुलो पिर्का छैन। गोलो चाहिँ भएन है साथीहरु। म चाहिँ गोलो मोमो हो जस्तो बनाए नि हुन्छ। सेपसित सरकार छैन साथीहरु। खाना मिठो कतिको हुन्छ टेस्ट कतिको हुन्छ त्यो सित सरकार छ साथीहरु। चम्चा त भएन जा चम्चाले राख छिटो काटा होला चम्चाले राखी त्यो लिट्टो परेको नै काटा होला मन नभन्नु नि बनाउला के रोटीको सेप बनाउँछु र मैले नाटक चले आयो नकरा एकछिन लास्टमा बनाउनुस् भन्छु नि देखा अलि रारी देखाको मैले बनाउन सक्दिनँ होला के तपाईँले बेल्नु नि त मैले बनाउँछु के
हुन्छ यति यति लाग्छ तर मैले अर्काले र भाउको भयो नानी नानी पनि हुन्छ साथीहरू म चाहिँ यस्तै बनाउँछु है साथीहरू धेरै राम्रो सेप बनाउन जान्दिनँ एक दिन त्यस्तो बनाएर हामीलाई नआउने त्यही भए पनि भएको नहुन भन्दा त फेरि भोलि त आउला कर ए फाटो भोलि त लगाइदिन्छन् के त एकैछिनलाई कोही कोहीलाई खाना हुन भाँडा मान्न हुन भनेर लगाइदियो होला नि के साथीहरू धेरै राम्रो त भएन यस्तै भयो है सेट चाहिँ साथीहरू हामीले चाहिँ यति मोमो बनायौँ है एउटामा यस्तो टाइपको बनायौँ यस्तो डिजाइनको मोमो बनायौँ यसमा चाहिँ यस्तो डिजाइनको मोमो बनायौँ यसमा चाहिँ यस्तो डिजाइनको मोमो बनायौँ साथीहरू हामीले चाहिँ 75 वटा मोमो बनेको छ है साथीहरू के भन्छ एकदम यहाँ बोल्नलाई छ यसरी बनाउँदा चाहिँ एकदम फाइदा हुन्छ है साथीहरू 150 को किमाले यति धेरै मोमो हुन्छ किन्दाखेरि 150 को 1 प्लेट आउँछ लगभग तर 75 वटा बनेको छ साथीहरू 150 को मोमोले 3-4 वटा प्याज अनि 10 रुपैयाँको धनिया राखेर नुन बेसार खुर्सानी अनि थोरै लसुन राखेपछि यति धेरै बन्छ है साथीहरू त्यही भएर एकदमै फाइदा छ घरमै बनाएर खाँदाखेरि मोमो साथीहरू त्यही भएर घरमै बनाएर खानु होला सबैजनाले म चाहिँ अब पकाउनतिर लागे साथीहरू यो चाहिँ टमाटर हो है अचार बनाउनको लागि घरेसी टमाटर हो यो चाहिँ घरमै फलाएको साथीहरू हाम्रो चाहिँ मोमो पाकिसक्यो है हेर्नु त साथीहरू मोमो चाहिँ पाको साथीहरू हाम्रो चाहिँ मोमो रेडी भयो बार्दै सको यता हेर त के खानलाई छु खै देखाउ त देखाइदिउ रे दिदी मम्मा देखाउ त यता के खानलाई छु खै खै फेरि खाने हेर्नु त साथीहरू हाम्रो भाइ बहिनीले कस्तै खान्छन् मोमो चेती खान्छन् 4 5 6 7 8 9 1 2 3 4 5 6 7 8